ओके, आज हामी यस भिडियोमा कुरा गर्छौँ नेटवर्क प्रब्लम्स इज कमन नेटवर्क प्रब्लम जुन हाम्रो घरमा अफिसमा आइरहन्छ। र यदि हामीले यो नेटवर्क प्रब्लमको कारण बुझ्यो भने हामीले सजिलैसँग आफ्नो प्रब्लमको सल्युसन्स गर्न सक्छौँ। सल्युसन हामी प्रब्लमको सल्युसन्स सजिलै गर्न सक्छौँ है त। सो नेटवर्क प्रब्लम भनेको कस्तो भन्दाखेरि नेटवर्कमा काम गर्दा कम्प्युटरमा काम गर्दा चाहिँ केहीलाई नेटवर्क इस्यु आइदिन्छ, जस्तै स्लो डाउन भइदिन्छ, केही कुरा डाउनलोड गर्दा त निकै टाइम लाग्ने, अनि ल्याग भइदिने होइन, भिडियोहरू तपाईँको डाउनलोड स्लो भइदिने, त्यसपछि गेम खेल्दा चाहिँ गेम ल्याग भइदिने, भिडियो कल गर्दा चाहिँ अड्किने, आवाज क्लियर नआउने, यस्ता प्रब्लम आइरहन्छ क्या नेटवर्क प्रब्लम हुँदाखेरि। सो नेटवर्कमा के छ नेटवर्क प्रब्लममा, जस्तै अब फर्स्ट प्याकेट छ हाम्रो प्याकेट लस। प्याकेट लस भनेको तपाईँले केही पठाउनु होइन, सपोज फर इक्जाम्पल एउटा कम्पनीले 10 गाडी सामान के भयो 10 गाडी सामान पठायो होइन झापा, तर झापामा पुग्यो कतिवटा 5वटा र 7वटा पुग्यो, 3 गाडी सामान हरायो, यो प्याकेट लस। बुझ्नु, प्याकेट लस भनेको 10 गाडी सामान पठायो झापा तर 7 गाडी मात्र पुग्यो, तर 3 गाडी सामान त हरायो हो। प्याकेट लस भनेको यही हो, 3 गाडी सामान बिचमा सामानहरू मतलब प्याकेटहरू हराउनु, बिचमा तपाईँको नेटवर्क एक्सेस नभइदिने होइन, नेटवर्क कनेक्टेड बट नो इन्टरनेट भइदिने होइन, त्यस्ता समस्याहरू आइदिइरहन्छन् क्या घरमा अथवा अफिसमा। सो अब यसको सल्युसन्स के हो त, यसको कारण के हुनसक्छ? तपाईँको पहिलो कारण भनेको आइएसपीको समस्या हुनसक्छ। बेला बेला आइएसपी पनि तपाईँको समस्या आइरहन्छ नि त, काहीँ केबल जोडियो, काहीँ के भइदियो होइन, काहीँ डिभाइस भइदियो भने त्यस्तो समस्याहरू पनि आउनसक्छ। काहीँ राउटरको इस्यु हुनसक्छ, राउटरमा पनि अब च्यानल चेन्ज गर्ने हेर्ने एकचोटि, अब राउटर रिस्टार्ट गरिदिने एकचोटि। अब त्यति गर्दा पनि भएन भने अब हाम्रो के हेर्ने, एकचोटि डिस्टेन्स हेर्ने, राउटरबाट कतिको डिस्टेन्स भयो र ब्लक कतिको छ भइरहेछ। अब अरू कोठामा छ र म युजर्सको कोठामा छ भने त्यसमा पनि नेट प्याकेट लस हुन्छ, किनभने तपाईँको वालले पनि वायरलेसमा त्यसको नेटवर्कलाई ब्लक गर्छ। हो त्यतिखेर हामी वायर युज गर्छौँ, इथरनेट केबल युज गर्छौँ। अब इथरनेट केबल युज गर्दा पनि त्यो समस्या आइरहन्छ भने एकचोटि हेर्ने, स्विचको समस्या हेर्ने अथवा पोर्टको पोर्ट हेर्ने, अथवा हामीले हेर्छौँ इथरनेट केबलको केही फल्ट छ कि, इथरनेट केबल धेरै ब्यान्ड भएको छ कि, अथवा इथरनेट केबलमा हाम्रो केही के भन्छ इथरनेट केबल हाम्रो मक्किएको छ कि कतै, त्यो हेर्ने हो। यस्तो प्रब्लमले गर्दाखेरि हाम्रो के भन्छ प्याकेट लस हुने चान्सेस निकै हुन्छ। सो के भन्यो भने प्याकेट लसको कारण इथरनेट केबल, राउटरको समस्या, आइएसपीको समस्या होइन, यी समस्याहरू हेर्छौँ।